गत शनिबार हामी बोसन डाँडा चम्पादेवी सालक ट्रेल हाइक गएका थियौँ। तौडामा भेला भएर हामीले हिँड्न सुरु गऱ्यौँ। केही समय हिँडेपछि हामी ब्रिफिङको लागि रोक्यौँ, एकअर्काको परिचय गऱ्यौँ अनि फेरि हिँड्न सुरु गऱ्यौँ। कहिले रोड अनि कहिले गाउँको गल्ली हुँदै हामी बोसन डाँडाको जङ्गलमा छिर्यौँ। केही बेरसम्म हिँडेपछि बाघ भैरव मन्दिर नजिकैको कटेजमा बसेर खाजा खायौँ। प्रमुख सालक ट्रेल सुरु गर्नुभन्दा पहिले लामो ब्रेक लियौँ। यो ट्रेलमा मजाको उकालो हिँड्नु थियो हामीलाई। भ्यालीको भ्यू पनि बब्बाल देख्यौँ अनि चम्पादेवी मन्दिर पुग्यौँ। चम्पादेवी पुगेपछि हाम्रो उकालो बाटो सकियो। मन्दिरको दर्शन गऱ्यौँ, हल्का खाजा खायौँ अनि फेरि ओह्रालो झर्न सुरु गऱ्यौँ। केही बेर झरेपछि गेम खेल्यौँ अनि हात्तीवन नजिकैबाट फेरि बोसन गाउँतिर झऱ्यौँ। त्यहाँबाट पनि निरन्तर ओह्रालो झरेर तौडा पोखरी पुग्यौँ अनि हाइक टुङ्गायौँ। तपाईँहरू पनि हरेक शनिबार हामीलाई हाइकको लागि जोइन गर्न सक्नुहुन्छ। वेलकम।